सिम्प्लिफाईमा के छ त भनेपछि यहाँ 1 डिवाइड बाई क्यू प्लस 1 माइनस क्यू डिवाइड बाई क्यू स्क्वायर माइनस 1 माइनस क्यू स्क्वायर डिवाइड बाई 1 माइनस क्यू टू द पावर 4। अब यसलाई यही जस्तो बनाउन मिल्छ नि त हैन। अब सम्झिनु पर्यो कि यो फर्ममा गएको छ भने हामी के गर्ने सिधा यस्तो जस्तो बनाउन खोज्दिने कि त्यो बनाएपछि सजिलो हुन्छ किनकि यहाँ क्यू स्क्वायर माइनस 1 छ नि त। अब यसलाई लेख्दाखेरि 1 को पावर 4 माइनस यो कति क्यू को पावर 4 लेख्न मिल्यो यसलाई पनि लेख्न मिल्छ 1 को पावर 2 को पावर 2 अनि माइनस फेरि क्यू टू द पावर 2 लेख्न मिल्यो हैन। अब यो 2 टू जा 4 हुन्छ नि मल्टिप्लाई गर्दाखेरि त्यसैले है त। अब यो गर्दाखेरि के हुन्छ स्क्वायर माइनस स्क्वायर फर्ममा जाने भयो a प्लस b अनि फेरि a माइनस b यसको फर्ममा जान्छ हैन। अब तर हेर्दाखेरि फेरि यस्तो यहाँ आउँछ र आउँदैन हो कि त यसलाई के गराउने भनेपछि यो जस्तो बनाउने अथवा यसलाई बनाएर गरे पनि कोही हुन्छ है त। अब हामीले कसलाई बनाउँदा इजी होला भनेपछि यसलाई बनाएपछि सजिलो होला हैन। त्यसैले हामीले यसलाई बनाउन प्रयास गर्छौं। अब यसलाई बनाएपछि फेरि कति हुन्छ त भनेपछि 1 स्क्वायर माइनस क्यू यतातिरको सेम हुने हो नि त। त्यसैले हामीले 1 डिवाइड बाई क्यू प्लस 1 माइनस अब यसलाई मल्टिप्लाई माइनस के न्युमरेटर र डिनोमिनेटरमा मल्टिप्लाई गर्ने प्लस 1 छ क्यू डिवाइड बाई 1 माइनस क्यू स्क्वायर माइनस क्यू स्क्वायर डिवाइड बाई त्यसलाई गर्दा कति हुन्छ अब यहाँनिर 1 प्लस क्यू स्क्वायर 1 माइनस क्यू स्क्वायर सेम छैन हैन त्यही तरिकाले हो। अब यो भइसके चाहिँ के गर्न पर्यो भनेपछि सबैमा अब हेर्नु सबैमा अहिले ल्याउन मिलेन हैन त्यो लङ हुन्छ त्यही भएर पहिले के गर्छ हामीले यतिकैमा त्यो ल्याउँछौं हैन एलसीएम अनि फेरि उतातिर चाहिँ यही सेम लगेर उता प्याटर्नमा लाग्छौं है त। भन्नुको मतलब यसलाई सेम बेसकै बेस बनाउँछौं अनि त्यो बनाइसकेपछि फेरि यसको सेम बेस यतातिर हुन्छ अनि बल्ल हामीले त्यसलाई सिम्प्लिफाई गर्छौं। दैट मिन्स अब लेख्दाखेरि चाहिँ यसलाई 1/1 क्यू प्लस 1 प्लस क्यू डिवाइड बाई 1 प्लस क्यू अब क्यू प्लस 1 भन्ने एउटै हो हैन 1 माइनस क्यू माइनस क्यू स्क्वायर डिवाइड बाई 1 अब सिधा ल्याएर त्यो गर्छु भने पनि हुन्छ है त्यो अलि लेन्दी हुन्छ अथवा लङ हुन्छ त्यही भएर हामीले त्यही गर्छौं प्लस क्यू स्क्वायर अनि फेरि 1 माइनस क्यू स्क्वायर। अब यो भइसकेपछि चाहिँ हामीले यसमा के ल्याउन मिल्छ कमन क्यू प्लस 1 अथवा 1 प्लस क्यू फेरि 1 माइनस क्यू यसलाई पनि 1 माइनस क्यू लेख्नु सजिलो होला है 1 प्लस क्यू 1 प्लस क्यू अनि त्यो भइसकेपछि फेरि यहाँनिर अब यो क्यू प्लस 1 प्लस क्यू छ नै छ अब कुन छ नभए यही छ माथि 1 सँग मल्टिप्लाई गर्छ त्यसले 1 माइनस क्यू अनि फेरि अब यसमा त सबै यो टर्म आइसकेको छ त्यसले प्लस क्यू हुने भयो प्लस क्यू र माइनस क्यू क्यान्सल आउट हुन्छ फेरि क्यू स्क्वायर डिवाइड बाई 1 प्लस क्यू स्क्वायर 1 माइनस क्यू स्क्वायर। अब यसलाई के पनि लेख्न मिल्छ 1 डिवाइड बाई 1 माइनस क्यू स्क्वायर लेख्न मिल्यो अनि फेरि क्यू स्क्वायर डिवाइड बाई 1 प्लस क्यू स्क्वायर 1 माइनस क्यू स्क्वायर। अब यसमा के आउँछ भनेपछि कमन 1 माइनस क्यू स्क्वायर 1 प्लस क्यू स्क्वायर अनि त्यो आउँदाखेरि के हुने भयो त भनेपछि यहाँ सबै आइसक्यो छ। अब यसमा यो छ यहाँ यो छ तर यो छैन माथि मल्टिप्लाई हुन जान्छ त्यसले 1 प्लस क्यू स्क्वायर माइनस अनि फेरि यहाँ क्यू स्क्वायर छ यो सबै छ नि त त्यसले क्यू स्क्वायरको क्यू स्क्वायर नै हुने भयो। त्यसैले प्लस क्यू स्क्वायरले माइनस क्यू स्क्वायरलाई खत्तम गरिदिन्छ हैन। अब कति हुने भयो त 1 डिवाइड बाई अब यो भने के हो अब 1 फेरि माइनस क्यू टू द पावर 4 मा अगाडिकै फर्ममा हामीले लग्छौं र यतिकै मात्रै आन्सर आउँछ है त। त्यसैले अब कन्फ्युज चाहिँ यहीँनिर लाग्न सक्छ जस्तै यो किन मल्टिप्लाई गरे भन्ने पनि लाग्न सक्छ कसैले किन हामीलाई यो फर्ममा लैजानु पर्ने छ नि त हैन हो कि त यसलाई पहिले चेन्ज नगरे यसलाई चेन्ज गर्न पर्यो अथवा यसलाई चेन्ज गर्न पर्यो। अब सजिलोका लागि हामीले यसलाई गर्छौं किनकि योसँग गर्दाखेरि इजी हुन्छ नि त। अब चाहिँ हामी 18 नम्बरको सी तिर लागौं। सी को क्वेशनमा के छ हेरौँ न 18 को सी मा चाहिँ हेरेर क्वेशनले दिएको छ सल्भ गर्नुपर्ने छ। त्यसमा के छ त भनेपछि हेर 2 टू द पावर
3x minus 5 अनि फेरि a to the power x minus 2 equal to 2 to the power x minus 2 अनि फेरि a to the power 1 minus x। अब यस्तो प्रकारको क्वेसनलाई कसरी सल्भ गर्ने? अब हेर्दाखेरि यसमा पहिले बेस पनि सेम छैन हैन, सिधै पावर कम्पेयर गर्न मिल्थ्यो। अनि त्यो भइसकेपछि फेरि पावर पनि सेम छैन, त्यस्तो अवस्थामा त गाह्रो हुन्छ। अब यसको पावर सेम भएपछि त यो त फरक हुन्छ। त्यसैले हामीले के गर्नु पर्यो त भनेपछि यसलाई जसरी पनि एउटा कुनै कमन बेस बनाउन प्रयास गर्नु पर्यो। कमन बेस के भन्ला? यहाँबाट पक्कै 2 टाइम्स a गरेपछि 2a बन्छ हो, यतातिर पनि 2a बन्छ। सो हामीले त्यसलाई 2a बनाउन प्रयास गर्छौँ। त्यसका लागि हामीले यसलाई के गराउँछौँ भनेपछि जसरी पनि यो नम्बरिङ भागलाई चाहिँ फरकतिर र जुन भेरिएबल भागलाई चाहिँ एकातिर बनाउँछौँ। त्यो बनाउनका लागि पहिला 2 to the power 3x, अब यो भने कति हो? टाइम्स, यसलाई यस्तो लेखौँ पहिला 2 times 2 to the power minus 5, अब यसलाई मल्टिप्लाई गरौँ, यहाँ पनि सेम a to the power x times a to the power minus 2 is equal to यहाँ पनि सेम 2 to the power x times 2 to the power minus 2 times a to the power 1 times a to the power minus x। यो आधा सबैले थाहा छ। कुन रिलेसनबाट आयो त भनेपछि यो जस्तै यहाँ a to the power minus m छ भने हामीले 1 by a to the power कति लेख्न मिल्छ? m लेख्न मिल्छ नि हैन? त्यो तरिकाले चाहिँ लेखियो। अब यो यति लेखिसकेपछि पछि चाहिँ यो रिलेसनमा लैजानुपर्छ हामीले। अब यहाँनिर यसलाई लेख्दाखेरि चाहिँ कति हुन्छ भनेपछि यो एज इट इज टाइम्स यो अब कति हुने भयो? 1 by 2 to the power 5, त्यो रिलेसनको कारणले गर्दाखेरि। अब यो माथिको रिलेसन कसरी भयो भनेपछि अर्को रिलेसन a to the power m टाइम्स, अब यसलाई माइनस m छ भने यसलाई के लेख्न मिल्छ? a to the power m टाइम्स a to the power minus m लेख्न मिल्छ नि त, त्यो रिलेसनबाट हो। अब यो सेकेन्ड रिलेसन चाहिँ योबाट हुन्छ है त, टाइम्स a to the power x टाइम्स 1 by a to the power 2, यस्तो तरिकाले हुने भयो हैन, इज इक्वल टु हामीले सेम 2 to the power x टाइम्स 1 by 2 to the power 2 टाइम्स a, अब 1 भने त कति हुन्छ? a नै हुन्छ नि त हैन, टाइम्स 1 by a to the power x। अब यो भइसकेपछि फेरि हामीले के गर्छौँ त भनेपछि यतातिर कति यहाँ 2 to the power 3x छ भनेपछि यतातिर के गर्नु पर्यो? यो 5 छ, यहाँ कति 2 to the power 2 छ। अब यसमा यो भइसकेपछि के गर्न सक्यो त भनेपछि यसलाई यससँग यता मल्टिप्लाई गर्न लैजानु पर्यो हैन, 2 लाई फेरि यता बेस यतातिर ल्याउन पर्यो कि। अब त्यो गर्दाखेरि के हुने भयो त भनेपछि फेरि अनि फेरि यो ax छ, यो पनि ax छ नि त, यसलाई पनि यतातिर मल्टिप्लाई गर्न ल्याउन पर्यो। त्यसका लागि हामीले के गर्नु पर्यो त भनेपछि यसलाई उतातिर लैजाने 2 to the power 3x टाइम्स a to the power x। अब यो भइसकेपछि फेरि अनि यो यहाँ पनि a to the power x छ नि त, त्यसले यसलाई यतातिर ल्याउँदाखेरि कति हो? a to the power x। अनि फेरि अब अर्को के छ त भनेपछि अब यो डिनोमिनेटरमा भयो 2 to the power 5, उता आरएचएसमा जाँदाखेरि मल्टिप्लाई गरेर हुन्छ 2 to the power कति भनेपछि यसलाई पनि यतातिर ल्याउँ, सबैलाई एकातिर बनाउँछु 2 to the power x, यतातिर डिभाइड आउँछ नि हैन। अनि यो भइसकेपछि यहाँबाट यो आउँछ, अनि यो आइसकेपछि e स्क्वायर छ, उतातिर के हुन्छ? मल्टिप्लाई हुन जान्छ। अब यो चाहिँ यतातिर आइसक्यो है, इन दुईवटा चाहिँ आइसक्यो। अब कति छ त भनेपछि 1 छ, 1 टाइम्स यहाँबाट कति लग्नु पर्यो? a स्क्वायर लाग्न पर्यो, a स्क्वायर टाइम्स 1 अनि फेरि टाइम्स a छँदैछ हो। अनि त्यो भइसकेपछि यहाँ 2 to the power कति छ? 5, 2 to the power 5, अब यहाँ 1 by कति छ? 2 to the power 2। अब यो भइसकेपछि फेरि यहाँ अब इन्डिसेसको रुल अनुसार के हुन्छ फेरि 2 to the power 3x minus x भने कति हुन्छ? 2x। अनि फेरि यहाँ कति हुन्छ त फेरि टाइम्स a to the power भने कति हुन्छ? 2x हुन्छ। अनि फेरि इज इक्वल टु अब यसलाई मल्टिप्लाई गर्नु पर्यो, a स्क्वायर टाइम्स a भने कति हुन्छ? a to the power 3, पावर बढ्छ, यदि बेस सेम छ भने पावर के हुन्छ? 1 ले इन्क्रिज हुन्छ। यदि फेरि यहाँ के भयो भने 1 भयो भने 2 भयो भने +2 लेख्न पर्यो नि त हैन। अब यो हुँदाखेरि a to the power 3, सेम वेमा हामीले यसलाई चाहिँ अहिले के गर्छौँ भने कन्भिनियन्टको लागि यतातिर लैजान्छौँ। अब यो लग्नु पनि एउटै हो हैन, कति छ? 2 to the power 2 छ। त्यसैले अब यहाँ फेरि कति हुने भयो? 2 to the power 3 हुने भयो।
अब यसो हेर्दाखेरि चाहिँ यिनीहरूको पावर के छन्, सेम छन्। अब हामीलाई अर्को रुल पनि थाहा छ, e to the power m छ भने चाहिँ अनि फेरि e to the power n छ भने यसलाई के लेख्न मिल्छ, e to the power m अनि n पनि लेख्न मिल्यो नि त हैन। अनि त्यो भइसकेपछि फेरि यो एउटा हुन्छ प्रोपर्टी। अर्को प्रोपर्टी के हुन्छ त भनेपछि 3 to the power मानौ अहिले चाहिँ 2 है छ अरे, अथवा अहिले भेरिएबल लिम x to the power 2 टाइम्स y to the power 2। अब यसलाई के पनि लेख्न मिल्छ, x y को होल स्क्वायर लेख्न मिल्छ हैन। यसमा पनि सेम हो। अब त्यसैले हामीले यसलाई के लेख्न मिल्ने हो, 2a को होल पावर कति छ 2x इज इक्वल टु यहाँ पनि 2a को होल पावर कति छ 3 छ नि त, त्यो हो। अब यो 3 भने चाहिँ फेरि यसको पनि पावर हुन्छ अनि a को पनि पावर हुन्छ है। अब यसो हेर्दाखेरि यहाँनिर हेरौँ त, बेस के आयो, सेम आयो नि त। एलएचएसमा जे बेस छ आरएचएसमा पनि के भयो, सेम बेस भयो। अब बेस सेम हुने बित्तिकै हामीले पावरलाई के गर्न मिल्छ, कम्पेयर गर्न मिल्छ। द्याट मिन्स यिनीहरू के हुन्छन्, इक्वल हुन्छन्। सो 2x इज इक्वल टु कति निको 3। द्याट मिन्स अब हामीले के लेख्न सक्छौँ, x इज इक्वल टु 3/2। यसरी चाहिँ हुन्छ, यो फर्स्ट मेथड हो। अर्को मेथड चाहिँ अब त्यो लोगारिथमिक फङ्सन भन्ने तरिकाले गर्ने हुन्छ हैन। अब हामीले यो 10 क्लाससम्म चाहिँ त्यो पढ्दैनौँ, 11 12 मा चाहिँ लोगारिथमिक फङ्सन र एक्सपोनेन्शियल फङ्सन भन्ने हुन्छ। हो त्यो थोरै थाहा पाउनुपर्छ चाहिँ यसमा। अब त्यो एक्सपोनेन्शियल फङ्सन भने के हुन्छ भने अब म थोरै त्यसको बारेमा भनिदिन्छु अनि त्यो भइसकेपछि सेकेन्ड मेथडलाई स्टार्ट गरौँ। अब यसमा मेन कन्सेप्ट बुझ्नुपर्ने के हो त भनेपछि जसरी पनि सेम बेस बनाउन प्रयास गर्नुपर्छ। त्यसका लागि यो माइनसलाई कसरी प्लस गराउन सकिन्छ, डिनोमिनेटरमा ल्याएर है, अनि सेम तरिकाले यतातिर गराउनु पर्यो। यहाँ 2a लाई चाहिँ जसरी पनि बेस बनाउनुपर्छ भनेर थाहा पाउनु पर्यो है त। अब यो भइसकेपछि फेरि मेथड 2 भन्दै लोगारिथमिक फङ्सन भनेर थाहा पाउनुपर्छ। अब त्यसलाई चाहिँ लगले डिनोट गरिन्छ। पहिला चाहिँ एक्सपोनेन्शियल फङ्सन भन्ने कुरा हुन्छ हैन। यदि y इज इक्वल टु e टु द पावर x भन्ने फर्ममा छ भने त्यसलाई भन्छ एक्सपोनेन्शियल फङ्सन भन्ने हुन्छ है। यो a चाहिँ के हुनुपर्छ, पोजिटिभ हुनुपर्छ। जहिले पनि a के हुनुपर्छ त, पोजिटिभ नम्बर हुनुपर्छ। अनि त्यो भइसकेपछि फेरि x जुन हुन्छ x चाहिँ रियल नम्बर हुनुपर्छ, नेगेटिभ पनि हुन्छ पोजिटिभ पनि हुन्छ है त। त्यो भइसकेपछि त्यसलाई भन्छ एक्सपोनेन्शियल फङ्सन। अब यसको जस्ट रिभर्स हुन्छ फेरि के, लोगारिथमिक फङ्सन। अब जस्तै यहाँ एउटा लेखौँ, 8 इज इक्वल टु 2 टु द पावर कति हुन्छ 3 हुन्छ नि त हैन। यस्तो चाहिँ हुन्छ। यो हुन्छ कि यो छ भने यो हुन्छ एक्सपोनेन्शियल फङ्सन। अब फेरि यसैको रिभर्स भन्नाले कस्तो त भनेपछि यदि यो छ भने यसको रिलेसन अर्को के हुन्छ त भनेपछि यसलाई लेख्दाखेरि log a टु द पावर y इज इक्वल टु के हुन्छ x हुन्छ कि। यस्तो छ भने यसलाई के भन्छ, लोगारिथमिक फङ्सन भन्ने हुन्छ है त। अब यो लोगारिथमिक फङ्सनको केही थोरै प्रोपर्टिजहरू हुन्छन्। अब त्यो प्रोपर्टिजहरू थाहा पाएर मात्रै त्यही प्रोपर्टिजबाट युज गरेर हामी यहाँ गर्छौँ हैन। अब जस्तै यसमा के हुन्छ त भनेपछि लगको प्रोपर्टीमा यदि लग यस्तो प्रकारको छ अरे, ए टु द पावर समथिङ n छ भनेपछि यो n अगाडि आउँछ है, n log a यस्तो प्रकारको हुन्छ। लोगारिथमिकको अर्को प्रोपर्टिज हेर्दाखेरि चाहिँ के हुन्छ त भनेपछि यदि log a टाइम्स log b छ भने यसलाई के लेख्न मिल्छ, log a प्लस b लेख्न मिल्छ। अनि यही तरिकाले फेरि अर्को पनि हुन्छ डिभिजनको पनि, log a डिभाइड बाई, अब यसो डिभाइड भने यस्तो पनि हुन सक्छ फेरि हैन, log b इज इक्वल टु कति हुन्छ त भनेपछि log a माइनस, अब यसमा चाहिँ b हुन्छ फेरि। यस्तो तरिकाको थुप्रै हुन्छन् है, त्यो मध्ये एकदम 3वटा मात्रै हो नि। अब हामीलाई चाहिने चाहिँ यो मात्रै हो है त, मेनली चाहिँ यो नै हुन्छ। अब यही तरिकाले नै गर्ने हुन्छ है यसमा पनि। यस्तो तरिकाको डिभिजन छ भने यस्तो माइनस हुन्छ है, त्यो चाहिँ हामी थाहा पाउनुपर्छ। अब मेनली युज हुने भने हैन त्यो हुन्छ। अब त्यही मेथडको आधारमा हामीले यसलाई स्टार्ट गर्छौँ। अब यसलाई हेर्दाखेरि के गर्नु पर्यो भनेपछि पहिला बेसलाई यतातिर ल्याउँ हैन। बेस सेम बनाउनको लागि यहाँ 2 टु द पावर कति हुन्छ 3x माइनस 5 डिभाइड बाई 2 टु द पावर x माइनस 2 इज इक्वल टु, अब यसलाई फेरि के गर्नु पर्यो त भनेपछि उतातिर लैजानु पर्यो। द्याट मिन्स
अब के हुने हो त भनेपछि a to the power 1 minus x divided by a to the power x minus 2 अनि त्यो भइसकेपछि फेरि 2 to the power कति हो अब यसरी रफ पनि गर्न पर्यो हैन 3x minus 5 minus x minus minus के हुन्छ प्लस हुन्छ 2 भनेपछि यहाँ 3 minus 1 कति हुन्छ 2x त्यसले 2x हुँदैछ हैन अनि फेरि minus 5 plus 2 भनेको कति हो minus 3 is equal to a to the power कति नै हो 1 minus x minus minus के हुन्छ plus 2 हो त्यसैले 1 minus 3x plus अब यसमा 1 minus 2x plus 2 भनेपछि यसलाई के पनि लेख्न सकिन्छ अब यहाँनिर 3 minus 2x पनि लेख्न सकिन्छ नि त हैन त्यो हो अब यो गर्दाखेरि कति हुने हो त भनेपछि फेरि 3 minus 2x अब यसमा टेकिङ लग अन बोथ साइड भन्ने हुन्छ अब त्यस्तो मेथड थाहा नभए चाहिँ हामीले अब एक्स इन्डिसेस छ नि त त्यही तरिकाले गरेपछि इजी हुन्छ अब यो त्यस्तो नथाहा लाग्ने फरक पर्दैन तर अर्को मेथड पनि हुन्छ भनेर त टेकिङ लग अन बोथ साइड्स दुवैतिर लग लिँदा के हुन्छ त भनेपछि यहाँ log 2 to the power 2x minus 3 is equal to log a 3 minus 2x और अब यसमा के भने त मैले अगाडि भनेपछि यदि log a to the power n छ भने n log a यस्तो हुन्छ भनेको नि त भन्नु मतलब अहिले यसको पावरमा के छ 2x minus 3 छ नि त त्यसैले 2x minus 3 log 2 is equal to अनि यहाँ फेरि के हुने भयो त भने फेरि यो पावर छ त्यसैले पनि 3 minus 2x अनि फेरि log a यस्तो प्रकारको छ है त अनि यो भइसकेपछि हामीले यसलाई ब्राकेट ओपन गर्छौं अब त्यो ब्राकेट ओपन गर्दाखेरि चाहिँ के हुन्छ त भनेपछि अब यहाँ 2x log 2 minus 3 log 2 is equal to यहाँ कति हुने हो 3 log a minus 2x log a अब यो भइसकेपछि फेरि हामीले के गर्नु पर्यो फेरि यो 2 छ अब 2 हालै चाहिँ यता 2x भनेछ भने यो लाई फेरि के ल्याउनु पर्यो अगाडि ल्याउनु पर्यो 2x अनि फेरि कति हुने भयो त भनेपछि यहाँनिर अब log 2 plus 2x log a is equal to 3 log a अनि फेरि प्लस 3 log 2 अब यसमा के हुन्छ फेरि भनेपछि 2x कमन आउँछ हैन अनि फेरि यहाँ कति हुन्छ log 2 plus log a is equal to अब यहाँ कति हुन्छ 3 कमन log a plus log 2 अब यो भइसकेपछि चाहिँ हेर्दाखेरि के हुने भयो त यो सेम यहाँ log 2 plus log a log 2 plus log a आएको छ हो भन्नुको मतलब यिनलाई हामीले के गर्न मिल्छ क्यान्सल आउट गर्न मिल्छ अनि त्यही क्यान्सल आउट गरिसकेपछि यहाँ यो क्यान्सल आउट हुन्छ हो अनि फेरि कसरी क्यान्सल आउट भयो भनेपछि हामीले x टाइम्स y इज इक्वल टु y टाइम्स x मानौ y टाइम्स z छ अरे यो अवस्थामा y के हुन्छ क्यान्सल आउट हुन्छ नि त हैन त्यसले x इज इक्वल टु z लेख्न मिल्छ यसमा पनि त्यही हो भन्दाखेरि यहाँनिर कति हुनुभयो 2x अनि यो त क्यान्सल आउट भइसकेको छ इज इक्वल टु 3 द्याट मिन्स हामीले कति लेख्न मिल्यो x इज इक्वल टु 3/2 लेख्न मिल्यो है त x इज इक्वल टु 3/2 अब यो मेथडले गर्दा पनि हुन्छ यो धेरै लङ पनि हुन्छ हैन अब कसैले नबुझिने प्रब्लम पनि हुन सक्छ त्यसैले यो मेथड भन्दा अगाडिको मेथड चाहिँ एकदम इजी हुन्छ है त हेर्न पर्ने 19 को ए मा छ 19 को ए मा क्वेशनमा के छ त भनेपछि a times a to the power m times a to the power m divided by a to the power p is equal to a to the power x छ अब यसमा भने then represent x in term of m n and p x लाई m n p को टर्ममा लेख्न पर्ने छ भनेपछि अब यसलाई हामीले के लेख्न मिल्छ अब यसलाई हेर्दाखेरि a to the power n plus n
अनि फेरि डिभाइड बाई a to the power p is equal to a to the power x. अब यसलाई लेख्दाखेरि के लेख्न मिल्छ a to the power m अनि फेरि प्लस n माइनस p is equal to a to the power x. अब बेस चाहिँ पावरलाई कम्पेयर गर्न मिल्छ, त्यसैले हामीले m प्लस n माइनस p is equal to x, त्यसैले x को भ्यालु यस्तो आउँछ है त। अब यो पनि भयो। यो भइसकेपछि छ 19 को b मा। b चाहिँ अलि सिम्प्लिफाई गर्न पर्ने खालको छ हैन, त्यसैले b लाई चाहिँ बढी स्पेस चाहिन्छ। b को लागि के छ त भनेपछि यहाँनिर a प्लस 2 डिभाइड बाई 1 प्लस a प्लस a स्क्वायर माइनस a माइनस 2 डिभाइड बाई 1 माइनस a प्लस a स्क्वायर माइनस 2a स्क्वायर डिभाइड बाई 1 प्लस a स्क्वायर प्लस a to the power 4। अब यो क्वेसन हेर्दाखेरि एकदम इजी हुन्छ, थाहा छ भने, थाहा छैन भने कन्सेप्ट एकदम खतम जस्तो पनि हुन्छ हैन, कहाँबाट आयो जस्तो लाग्छ। मैले धेरै फर्मुला लेख्दाखेरि फोन नम्बरको एउटा लेख्दा थिएँ नि त फर्मुला हैन, के हुन्छ अरे भनेपछि e to the power 4 प्लस a स्क्वायर b स्क्वायर प्लस b to the power 4 भयो भने a स्क्वायर अनि फेरि प्लस कति हुन्छ भनेपछि a b प्लस b स्क्वायर एउटा, अर्को फेरि a स्क्वायर माइनस ab प्लस b स्क्वायर। अब यस्तो प्रकारको फर्मुला हुन्छ, यही फर्मुला युज चाहिँ हामी यहाँ गर्छौँ। अब सबैमै हुन त पहिले लेख्ने त्यो फर्मुला चाहिँ a प्लस 2 डिभाइड बाई 1 प्लस a स्क्वायर माइनस a माइनस 2 डिभाइड बाई 1 माइनस a प्लस a स्क्वायर माइनस 2a स्क्वायर डिभाइड बाई, यसलाई के लेख्न मिल्यो अरे यो 1 को पावर 2 भने जति पनि उयो हो नि त हैन, 1 को स्क्वायर भनेको पनि त्यही हो, त्यसैले के लेखाए हैन, त्यो चाहिँ सम्झिनु पर्यो। यसलाई हेर्दाखेरि 1 to the power 4 प्लस a स्क्वायर टाइम्स 1 को पावर 2 भनेको चाहिँ 1 हुन्छ नि त, अनि a to the power 4 यसरी कम्पेयर गरेको हामीले यो हो। अनि त्यसैले के हुने भयो 1 प्लस a सेम a प्लस a स्क्वायर अनि फेरि 1 माइनस a अनि फेरि प्लस a स्क्वायर। अब यो भइसकेपछि सबैमा एलसीएम लिम कति 1 प्लस a स्क्वायर 1 माइनस a प्लस a स्क्वायर। अनि यो भइसकेपछि यहाँनिर हेर्दाखेरि यो टर्म आइसकेको छ, टर्म यो छ, त्यसैले उता मल्टिप्लाई हुन जान्छ हैन। मल्टिप्लाई हुँदाखेरि a ले मल्टिप्लाई गर्दा के हुन्छ त, पहिले यसरी मल्टिप्लाई नगरेर देखौँ हैन, अनि त्यसपछि गर्दा यो मल्टिप्लाई गर्दा इजी होला। 1 माइनस a प्लस a स्क्वायर माइनस a माइनस 2 अनि फेरि योसँग मल्टिप्लाई गर्न पर्यो 1 प्लस a स्क्वायर माइनस 2 अनि फेरि स्क्वायर। किन यसलाई के गर्यौं भनेपछि यो टर्म त यहाँ हामीले के ल्याइसकेका छौं, एलसीएम ल्याइसकेका छौं, त्यसले के मल्टिप्लाई गर्न परेन। अब यसको मल्टिप्लाई गरौँ कति हुन्छ भनेपछि a टाइम्स 1 भने कति हो a टाइम्स माइनस a भने कति माइनस a स्क्वायर, a टाइम्स प्लस a स्क्वायर भने कति हो प्लस a क्यूब। अनि त्यो भइसकेपछि यसको काम चाहिँ सक्यो। अब पालो अब यसको हुन्छ फेरि प्लस 2 टाइम्स 1 भने कति 2 अनि प्लस 2 टाइम्स माइनस a भने कति माइनस 2a अनि प्लस 2 टाइम्स प्लस a स्क्वायर भने 2a स्क्वायर हुन्छ हो, सेम होमा माइनस यतातिर अनि यहाँ पनि त्यही मल्टिप्लाई गर्दाखेरि a टाइम्स 1 भने a टाइम्स a भने a स्क्वायर a टाइम्स a स्क्वायर भने a क्यूब अनि फेरि माइनस 2 टाइम्स 1 भने माइनस 2 माइनस 2 टाइम्स a भने माइनस 2a अनि माइनस 2 टाइम्स प्लस a स्क्वायर भने माइनस 2a स्क्वायर अनि फेरि माइनस 2a स्क्वायर त छ अनि डिभाइड बाई 1 प्लस a स्क्वायर 1 प्लस a प्लस a स्क्वायर फेरि 1 माइनस a प्लस a स्क्वायर। यतिसम्म गरिसकेपछि अब यसमा पहिले कट्ने खालको के टर्म छ भने काट्दा पनि हुन्छ, अहिले चाहिँ छैन हैन, सबको पावरै सक्छ, लाइक टर्मै छैन आएको हैन, त्यही भएर अझै के गर्नु मेन होइन। यो फर्मुला मैले भर्खरै युज गरेँ, यही फर्मुला चाहिँ हो यसमा।
अब यो गर्दाखेरि कति हुन्छ भनेपछि सेम छ पहिला यसलाई a माइनस a स्क्वायर प्लस a क्यूब अनि फेरि प्लस 2 माइनस 2a प्लस 2a स्क्वायर माइनस a स्क्वायर माइनस a क्यूब माइनस माइनस के हुन्छ प्लस 2 प्लस 2a प्लस 2a स्क्वायर मल्टिप्लाई गर्दाखेरि त सही छैन माइनस 2 हुन्छ माइनस प्लस माइनस माइनस प्लस माइनस 2a स्क्वायर ल यतिसम्म चाहिँ ठिक छ अब फेरि माइनस 2a स्क्वायर डिभाइड बाई कति छ 1 प्लस a स्क्वायर 1 माइनस a प्लस a स्क्वायर अब यसमा के क्यान्सल आउट हुने टर्म छ कि नि भनेपछि यहाँ a स्क्वायर प्लसमा छ प्लसमा कोही छ यतातिर चाहिँ यो क्यान्सल आउट हुन्छ पहिला हैन अनि फेरि माइनस 2a र प्लस 2a रहेछ यो पनि के हुन्छ क्यान्सल आउट हुन्छ अनि त्यो भइसकेपछि फेरि अर्को चाहिँ के छ माइनस 3a e to the power 3 यहाँ प्लस छ यो पनि के हुन्छ क्यान्सल आउट हुन्छ अर्को टर्म के छ यहाँ a स्क्वायर छ उता के छ भने यहाँ पनि अर्को यो चाहिँ क्यान्सल आउट हुने कुरै होइन काट्नै मिल्दैन यसलाई काट्न मिल्दैन पाएर हैन अब यसमा अर्को चाहिँ के छ माइनस a स्क्वायर यहाँ 2a छ यहाँ माइनस 11 क्यान्सल आउट गर्न मिल्दैन त्यसैले के लेख्न पर्यो 2a स्क्वायर अनि यहाँ माइनस 1 कति छ भनेपछि अब यो पनि क्यान्सल आउट चाहिँ हुन्छ भने चाहिँ त्यही पनि हेरौँ त्यो पनि लेखिदिन्छु फेरि अब यो माइनस 2a स्क्वायर प्लस 2a स्क्वायर पहिले यहाँ छँदैछ यो माइनस a स्क्वायर र यो माइनस a स्क्वायर कति भयो माइनस 2a स्क्वायर क्यान्सल आउट हुने भयो बचा टर्म के मात्र छ यहाँ 2 उतातिर 2 छ कति हुन्छ प्लस 4 डिभाइड बाई यो सेम जान्छ यसलाई हामीले यस्तै के पनि लेख्न मिल्छ भने अब डाइरेक्टली फर्मुलामा लगे पनि त्यो भने कति हुन्छ 1 प्लस a स्क्वायर प्लस a to the power 4 यसमा लगे पनि सिधै फरक पर्दैन हैन अब आन्सर चाहिँ कति रहेछ 4 डिभाइड बाई 1 प्लस a to the power 4 स्क्वायर पनि गराउनु पर्यो त्यसै आन्सर त्यसरी चाहिँ हुन्छ अब यो भइसकेपछि फेरि हामी 19 को c मा हेर्दाखेरि चाहिँ सेम माथिको जस्तै छ 18 को c जस्तै हो केही फरक छैन आन्सर पनि उही आउँछ अब 20 को a मा स्टार्ट गरौँ 20 को a मा अब 20 को a मा पनि सेम माथिकै छ तर मल्टिप्लाई दिएको छ त्यति मात्रै फरक हो हैन अपोजिट गरिरहेको साइन चाहिँ 20 को a मा 20 को a मा के छ भनेपछि a to the power n is divided by a to the power n is multiplied with a to the power p is equal to a to the power x यस्तो प्रकारको दिया छ हैन अब x को टर्ममा लेख्न पर्ने छ यसलाई के हुन्छ त भनेपछि यसलाई के हुन्छ a to the power m divided by a to the power n times a to the power p is equal to a to the power x यस्तो लेख्न मिल्यो नि त हैन अब यो हुँदाखेरि फेरि यहाँ यो के हुन्छ a to the power m minus n अनि यहाँ त फेरि यो a to the power plus p नै हुन्छ हैन is equal to a to the power x that means x को भ्यालु के हुँदैछ भनेपछि m minus n plus p यतिकै चेन्ज हुन्छ हैन यो हो आन्सर चाहिँ अब मैले भने सेम बेस भए चाहिँ पावर कम्पेयर गर्न मिल्छ अब पावर सेम भए चाहिँ बेस कम्पेयर गर्न मिल्छ है त्यो अब मैले भने त्यो उसमा चाहिँ 2 to the power 3 र फेरि के भनेपछि 3 to the power 3 भने चाहिँ सेम होइन त्यो चाहिँ सम्झिनु अब यो भइसकेपछि छ फेरि b नम्बरमा 20 कै b x minus y whole square minus z square divided by x square minus y plus z whole square अनि फेरि plus y minus z whole square minus x square divided by y square minus z plus x whole square plus z
माइनस एक्स को होल स्क्वायर छैन माइनस फेरि वाई स्क्वायर डिवाइड बाई जेड स्क्वायर माइनस एक्स प्लस वाई यसको होल स्क्वायर छ। अब यसलाई हेर्दाखेरि चाहिँ फेरि सल्युसन हियर अब यसमा सम्झिँदाखेरि सबैमा ए स्क्वायर माइनस बी स्क्वायरको फर्ममा छ नि त हैन लाग्ने त्यही। अब सबैलाई लगाउँ यसमा के हुन्छ यसलाई लाग्दाखेरि के हुन्छ ए प्लस बी ए यो चाहिँ यसलाई ए जस्तो सपोज गर्नुपर्छ यसलाई बी जस्तो मान्नुपर्छ के हैन ए माइनस बी डिवाइड बाई यो पनि के हुन्छ ए प्लस बी यसलाई पनि ए सपोज गर्ने यसलाई बी सपोज गर्नुपर्छ के यो चाहिँ भनेपछि ए माइनस बी अब माइनसले मल्टिप्लाई गर्दाखेरि यहाँ माइनस बाई यहाँ माइनस प्लस जेड छ भनेपछि माइनस यो भयो नि त हैन इन दुईवटा क्यान्सल आउट टर्म यता छ नि सही सेम वेमा y माइनस जेड प्लस एक्स y माइनस जेड माइनस एक्स डिवाइड बाई y प्लस जेड प्लस एक्स y माइनस जेड माइनस एक्स यो क्यान्सल आउट। अब कसैलाई कम लाग्छ अलि ढिलो बोल्छ जस्तो लाग्छ भने चाहिँ छिटो छिटो बनाउने स्पिड चाहिँ एकदम हुन्छ नि त हैन फास्ट स्पिड हुन्छ त्यही फास्ट स्पिडमा गराउने तर लाइफको स्पिडभन्दा कमै हुन्छ फेरि हैन। अब यो भइसकेपछि फेरि यहाँनिर चाहिँ अब यसमा छ जेड माइनस एक्स प्लस वाई जेड माइनस एक्स माइनस वाई डिवाइड बाई जेड माइनस जेड प्लस एक्स प्लस वाई जेड माइनस एक्स माइनस वाई क्यान्सल आउट हुने भयो यस्तो चाहिँ छ भने त्यसैले यहाँ एक्स माइनस वाई प्लस जेड डिवाइड बाई एक्स प्लस वाई प्लस जेड प्लस वाई माइनस जेड प्लस एक्स डिवाइड बाई वाई प्लस जेड प्लस एक्स एक्स प्लस वाई प्लस जेड लेखे पनि हुन्छ हैन केही फरक पर्दैन त्यसै अहिले लेखे पनि फरक पर्दैन पछि एलसीबी धेरै सजिलो हुन्छ हैन त्यसका लागि हामी सिधै एक्स वाई जेड नै लेख्छौँ इजी होला एक्स प्लस वाई प्लस जेड प्लस प्लस नहीं प्लस प्लस एक्स माइनस जेड प्लस वाई डिवाइड बाई एक्स प्लस वाई प्लस जेड 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 अब यो भइसकेपछि फेरि अब सबैमा के छ भनेपछि डिनोमिनेटर सेम छ इट मिन्स दिज आर लाइक फ्र्याक्सन अब के भन्यो समान समान भिन्न भन्यो क्या हैन। अब समान भिन्न भएपछि अब हामीले के गर्नुपर्छ भनेपछि सिधा तिनीहरुका माथिको जुन अंश हुन्छ त्यसलाई जोड्नुपर्छ इट मिन्स न्युमरेटरलाई जोड्नुपर्छ त्यसैले x प्लस y प्लस z इज इक्वल टु x माइनस y प्लस z अनि फेरि प्लस y माइनस z प्लस x प्लस z माइनस x प्लस y y क्यान्सल माइनस x क्यान्सल माइनस z क्यान्सल अब फेरि हेरेर के रह्यो त भनेपछि फेरि अब यसमा हेर्दाखेरि चाहिँ माथि सही त छ कि छैन हेरौँ फिक्स गराउँदै पनि माइनस छ यतातिर प्लस माइनस अनि फेरि यहाँनिर यो सुरुमा प्लस माइनस ठिक छ अनि त्यो भइसकेपछि फेरि एक्स माइनस वाई एक्स माइनस जेड प्लस वाई माइनस जेड प्लस जेड माइनस एक्स प्लस वाई अब यो हेर्दाखेरि के हुने भयो त फेरि रिमेनिङ टर्म भनेको के छन् अब यो एक्स प्लस यहाँनिर वाई छ त्यसले वाई प्लस जेड डिवाइड बाई डिनोमिनेटरमा पनि एक्स प्लस वाई प्लस जेड द्याट मिन्स भ्यालुको के आयो 1 भइसक्यो हैन भन्नु मतलब 1 रहेछ यसरी चाहिँ भन्नु त। अब यो भइसकेपछि हामी फेरि सी नम्बरतिर लागौँ सी नम्बरको अब क्वेसन चाहिँ अलि फरक तरिका के छ हैन अब भन्दा यो यदि पहिले प्र्याक्टिस बुक प्र्याक्टिस गरेर चाहिँ यो धेरै इजी नै मान्छ किनकि सेम छ प्र्याक्टिस बुकमा पनि। अब यसमा हेरौँ त के छ क्वेसन भनेपछि यो कति नम्बर 20 ओके 2020 हामीले 2020 स्टार्ट गरेका छौँ। अब यसमा भनेको छ इफ अब त्यसलाई क्वेसन के लेख्ने क्वेसन जे लेखा त्यही लेख्ने गिभन दिएको के दिएको छ
a इज इक्वल टु b टु द पावर x दिएको छ अनि फेरि b इज इक्वल टु c टु द पावर y दिएको छ अनि फेरि and c इज इक्वल टु a टु द पावर z दिएको छ अब यो सबै चाहिँ दिएको छ हो अनि भनेछ फेरि यसले भनेछ प्रुफ दैट x y इज इक्वल टु 1 x y z इज इक्वल टु 1 अब कसरी प्रुफ गर्ने भनेपछि b मै राखौँ भने यसरी सबैको भ्यालु राख्दै गरेको हुन्छ है के को जस्तै यसमा यो a मा b को भ्यालु राख्ने यहाँ यो छ अनि फेरि c को भ्यालु यसरी राखे पनि हुन्छ सजिलो छ here अब मैले के गर्छु त भनेपछि अहिले चाहिँ a x a मै राख्दिन्छु हैन a इज इक्वल टु कति हुन्छ त भनेपछि b अब हामीलाई थाहा छ यो दिया छ फेरि भनेपछि यो b को ठाउँमा के राख्न मिल्यो यो b को ठाउँमा यो राख्न मिल्यो नि त हैन त्यसैले हामीले के राख्छौं c टु द पावर y टु द पावर कति x हैन अब यो भइसकेपछि फेरि यहाँ माथि अर्को रिलेसन पनि दिएको छ c को ठाउँमा के राख्न मिल्छ रे a टु द पावर z राख्न मिल्छ मिल्दैन मिल्यो नि त माथि क्वेशन अनुसार भनेपछि यहाँ पनि के गर्छौं फेरि अब यसलाई हामीले के गर्छौं त भनेपछि अर्को ब्र्याकेट एड गर्छौं दैट मिन्स c को ठाउँमा गएर राख्न मिल्यो a टु द पावर z राख्न मिल्छ रे फेरि टु द पावर कति राख्न मिल्छ रे y राख्न मिल्छ रे अनि यसको पनि पावर कति छ पछाडी x छ हैन और a इक्वल टु a टु द पावर अब हामीलाई थाहा छ कि कुनै पनि पावर यसरी m अनि यतातिर n अर्को अब m मानौ हैन u भन्ने आयो यतातिर अर्को p भन्ने पनि आउँछ भने सबैलाई के गर्न पर्छ मल्टिप्लाई गर्न पर्छ नि त हैन यो 0 हैन है फेरि यो के हो o टाइम्स p यही गर्ने यो यसमा पनि अब के हुन्छ भनेपछि z टाइम्स y टाइम्स x भन्नु र x y z भन्नु एउटै हो दैट मिन्स हामीले x y z लेख्न मिल्छौं अब मिल्छौं हैन बेस सेम अब पावर पनि के हुनु पर्छ त सेम हुनु पर्छ सो हामीले के लेख्न मिल्ने हो त भनेपछि हेर यस्तो यसको रिजन चाहिँ यसरी लेख्दा पनि हुन्छ हैन reason because a to the power m is equal to m a to the power m times m times n isn't it 8 हुने हैन अब यो भइसकेपछि फेरि बेस सेम छ भने पावर के गर्न मिल्छ कम्पेयर गर्न मिल्छ यदि a to the power x छ भने र a to the power y छ भने दैट मिन्स यो अवस्थामा के हुन्छ x is equal to y हुन्छ सेम x is equal to के भनेपछि पावर कति हुन्छ 1 हुन्छ त्यसैले हेरेर 1 is equal to x y z हुने भयो हैन अब यो भइसकेपछि our x y z is equal to 1 it means हामीलाई चाहिँ यही थियो hence proved है त अब hence proved लेख्नु अतः प्रमाणित भयो equal to 1 proved प्रमाणित भयो अब यसलाई गर्ने अर्को तरिका पनि धेरै हुन्छन् त्यो मैले लोगारिथमिक भन्थे नि त त्यो तरिकाले पनि मिल्छ त्यही पनि त्यो लोगारिथमिकले पनि हेरौँ है त अब लोगारिथमिकले हेर्दाखेरि चाहिँ अब यसमा यदि यसलाई हेर्ने हो भने के हुन्छ त इक्वेसन धेरै बनाउनु पर्छ त्यसमा अलि गाह्रो हुन्छ झन् जटिल हुन्छ इक्वल टु b टु द पावर x यसमा ln पनि लेख्छन् नि कतै कतै यसलाई यसरी लग लेखौँ होला लोगारिथमिक log a is equal to log b to the power b base x भन्ने भयो अनि यसमा log a उप्स g गायब नहुन g आउन पर्यो अनि a is equal to यसलाई के गर्न मिल्छ रे पावर रुल भन्छन् यसलाई चाहिँ लोगारिथमिकको x यतातिर अगाडि आउँछ र log b हुन्छ के है त अनि यो भइसकेपछि फेरि यहाँबाट हामीले के पनि लेख्न मिल्ने हो त x is equal to अथवा म यतातिर लेखिदिन्छु is equal to x यसलाई log a by log b यो पनि लेख्न मिल्यो नि त इक्वेसन फर्स्ट अब सेम वेमा हामीले b मा गर्छौं c मा गर्छौं यही तरिकाले गरे पनि आउँछ है त्यही पनि हेर्दै जानु फेरि यो अनुसार b is equal to c to the power y that means taking log on both side हैन त्यो लेख्न पर्यो यो के गरे अरे भनेपछि taking log on both sides दुबै साइडतिर के लेख्ने log लिए
अनि यो भइसकेपछि यसमा के लिभो log b इज इक्वल टु सेम वेमा त्यहाँ चाहिँ y log c हुन्छ भन्नुको मतलब यहाँ y को भ्यालु के हुने भयो log b डिभाइड बाइ log c इज इक्वल टु y यसलाई इक्वेसन सेकेन्ड सपोज गरौँ फेरि अर्को रिलेसन छ अब लास्ट हो हैन c इज इक्वल टु a टु द पावर z छ अब यसमा पनि टेकिङ log अन बोथ साइड लेख्ने सेम अब यबाट के हुने भयो त भनेपछि log c इज इक्वल टु z log a दैट मिन्स अब हामीले z इज इक्वल टु कति लेख्न मिल्यो त log c डिभाइड बाइ log a इज इक्वल टु z यस्तो हुने भयो हैन अब सबैबाट हेर्दाखेरि x को भ्यालु आयो y को भ्यालु आयो z को भ्यालु आयो अगेन नआउने भनौँ अब चाहिँ के निकाल्नु x टाइम्स y टाइम्स z हो नि त नाउ www डट नाउ अब यसमा के हुने भयो त भनेपछि studyguidance.com मा गएर यो हेर्न सक्नुहुन्छ अब यसमा के हुने भयो x टाइम्स y टाइम्स z x को ठाउँमा कति राख्न मिल्यो log a बाइ log b टाइम्स y को ठाउँमा कति राख्न मिल्यो log b डिभाइड बाइ log c टाइम्स z को ठाउँमा कति राख्न मिल्यो भनेपछि यहाँदेखि log c डिभाइड बाइ log a यो या क्यान्सल आउट हुआ त्यसैले x को भ्यालु कति आयो x y z को भ्यालु 1 आयो कि यसरी पनि प्रुभ गर्न मिल्छ हैन अब यो धेरै लेन्दी हुन्छ यो कहाँबाट आयो भन्ने हुन्छ यो अब हायर क्लासमा चाहिँ स्टडी गर्नै पर्छ हैन त्यो हो ल यसरी चाहिँ हामीले प्रुभ गर्न सक्छौं अब छ 21 नम्बरतिर लागौं नि त 21 नम्बर चाहिँ यो मेथड 2 हो है अब हामी 21 नम्बरतिर लाग्दाखेरि 21 मा के भनेको छ भनेपछि अब यस्तो प्रकारको एउटा एक्सप्रेसन दिएको छ त्यसमा a को भ्यालु फाइन्ड आउट गर्नुपर्ने छ होइ त यी नम्बरमा के दिएको छ भनेपछि यस्तो प्रकारको a डिभाइड बाइ 2x प्लस 1 प्लस 1 डिभाइड बाइ x प्लस 2 इक्वल टु 4x प्लस 5 डिभाइड बाइ 2x स्क्वायर प्लस 5x प्लस 2 अनि यहाँ a को भ्यालु फाइन्ड आउट गर्नु छ हामीलाई हैन यहाँ चाहिँ कति हो 2 अब यसमा सेम वेमा हामीले यस्तै प्रकारको एक्सप्रेसनलाई के गर्नुपर्छ फ्याक्टराइज गर्नुपर्छ किनकि यहाँ यस्ता प्रकारका छन् नि हैन अब त्यो फ्याक्टराइजेसन गर्ने कुरा हामीलाई थाहा छ त्यो फ्याक्टराइजेसन गर्दाखेरि यिनी दुईवटा नै टर्म आउँथ्यो अनि त्यो क्यान्सल आउट हुन्छ कि हैन एकदम इजी नै छ यो पनि अब किताबमा चाहिँ यस्तो दुईवटा भेरिएबल दिएको थियो नि त हैन दुईवटा भेरिएबललाई नि त्यो गरेर नै भनेको यसमा चाहिँ के हुन्छ भनेपछि मल्टिप्लाई गरेर हामीले के गर्नुपर्छ 2x² + 5x + 2 अब यसलाई फ्याक्टराइज गर्दा के गर्नुपर्छ त भनेपछि यहाँनिर मल्टिप्लाई गरेर कति ल्याउनु पर्ने छ 2 हैन क्यामेरामा लाइटिङ आएछ रे अब यसमा के हुने भयो त भनेपछि मल्टिप्लाई गरेर कति ल्याउनु पर्यो 4 एडिसन गरेर कति ल्याउनु पर्यो +5x त्यसैले हामीले के गर्छौं त भनेपछि अब 2x² + 4x अब यसमा फेरि मल्टिप्लाई गरेर कति ल्याउनु पर्ने छ भनेपछि त्यसले 4x टाइम्स x + 2 अब सेम वेमा 2x के आउँछ कमन x + 2 अनि फेरि +1 कमन x + 2 दैट मीन्स 2x + 1 अनि फेरि x + 2 हुने हो नि त हैन सेम वे अब यस्तै गर्छौं हामीले त्यो रफ गरेर देखाए पनि भयो यो गर्दाखेरि कति आउँदो रहेछ भने 4x SOLUTION सोलुसन हैन हामीले यसरी लेख्छौं फेरि SOLUN माथि चाहिँ लेख्छौं सोलुसन छोटोमा +5 डिभाइड बाइ के हो त भनेपछि अब यहाँ गर्दाखेरि कति आयो 2x + 1 अनि फेरि x + 2 अब यसमा के हुन्छ भने सेम वेमा यसमा पनि के आउँछ 2x + 1 अनि फेरि के गरेको यो भन्ने पनि कस्तो लाग्छ एलसीएम ल्याए अगाडि जस्तै अब यो भइसकेपछि के हुने भयो भनेपछि यहाँनिर अब यो छ क्रस मल्टिप्लाई a टाइम्स x गरेर कति हुन्छ ax a टाइम्स 2 गरेर कति हुन्छ +2a अब यहाँ त प्लस छ त्यसले के ब्र्याकेट बनाउनु पर्दैन त सजिलो त्यसले हुन्छ हैन त्यसले 1 टाइम्स हो भने त सेम नै हुन्छ 2x + 1
अब यो भइसकेपछि फेरि यिनी दुईवटा यसको डिनोमिनेटर यसको डिनोमिनेटरलाई काट्न मिल्छ हामीले सिधा। कसरी सिधा काट्न मिल्छ भने कसरी लाग्छ भने म योबाट सम्झाउन अलि अप्ठ्यारो हुन्छ, त्यही भएर एउटा इक्जाम्पल लिन्छु। जस्तै यहाँनिर 1/5, अब फेरि यहाँनिर कति रहेछ भनेपछि टाइम्स y इज इक्वल टु 1/10। यस्तो भयो भने के गर्न सकिन्छ भनेपछि यसलाई यता मल्टिप्लाई गरेर फेरि त्यो गर्न अलि झ्याउ हुन्छ हैन। त्यसैले हामीले के गर्छौँ सिधा 5 to the 10 सक्यो। त्यसले y को भ्यालु कति रहेछ 1/2। यहाँ पनि त्यही तरिकाले गर्छौँ क्या हामीले चाहिँ यो जुन डिनोमिनेटर यतातिरको पनि यतातिरको पनि सेम छ, त्यसैले क्यान्सल आउट हुन्छ के है त। अथवा सम्झिनु कि सबैले हामीले डिनोमिनेटर लेफ्ट ह्यान्ड साइड र राइट ह्यान्ड साइडमा यदि हामीले a ले मल्टिप्लाई गर्यौं भने के हुन्छ इन्डिभिजुअली क्यान्सल आउट हुन्छ नि त हैन। त्यसरी सम्झे पनि भयो है त। अब यो हुँदाखेरि चाहिँ के हुन्छ त भनेपछि यो कसरी भयो भनेपछि यहाँनिर यसलाई पनि के गर्ने, यहाँ 5 लाई 1 बनाउनु पर्छ भने यहाँ पनि 5 ले मल्टिप्लाई गर्ने टाइम्स y इज इक्वल टु त्यहाँ पनि 5 ले मल्टिप्लाई गर्ने 1/10 टाइम्स 5। अब यहाँ 5 to the 10 5 भन्दा 5, त्यसले y इज इक्वल टु कति भयो 1/2 भयो कि है। अब हामीलाई यो जनरली सिकाउन हुन्न, यो सिकाउनु छ सरले चाहिँ, तर वास्तवमा चाहिँ यसरी गर्नुपर्छ। अब यो भइसकेपछि यहाँनिर कति हुन्छ त भनेपछि चाहिँ यहाँनिर ax plus 2a plus 2x plus 1 इज इक्वल टु 4x plus 5। अब यसमा त हो, तर ए कसरी आउँछ भन्ने कुरा पनि त्यसलाई कन्फ्युज लाग्न सक्छ। हामीले चाहिँ के गर्छौँ भनेपछि ए को भ्यालु फाइन्ड आउट गर्न यहाँ चाहिँ दुईवटा भेरिएबल दिया छ। हामीले एकैचोटि अथवा साइमल्टेनियसली दुईवटा भेरिएबलको जुन भ्यालु हुन्छ त्यो फाइन्ड आउट गर्न सक्दैनौँ नि त हैन। एकपटकमा एउटा मात्रै भेरिएबलको के हुन्छ त भ्यालु हामीले निकाल्न सक्छौँ। त्यसैले यो जुन हामीलाई फाइन्ड आउट गर्नुपर्ने ए को भ्यालु हो, सो द्याट ए हो। अब के गर्छ त भनेपछि यदि x को भ्यालु 0 भयो भने ए को भ्यालु कति हुन्छ त फर्स्टमा त्यही त हो नि हैन। हो त्यो कन्डिसन लगाएर चाहिँ x को भ्यालु फाइन्ड ए को भ्यालु फाइन्ड आउट गर्ने हो कि। त्यसैले यहाँ यदि यो x इफ के हो भने x इज इक्वल टु 0 भयो भने कति हुन्छ है। अब यसमा चाहिँ के हुन्छ त भनेपछि यो 0 भयो भने यो टर्म 0 हुन्छ, यो टर्म 0 हुन्छ, यो टर्म पनि 0 भइदिन्छ। त्यसले अब हुने भने चाहिँ 2a plus 1 इज इक्वल टु यो चाहिँ 0 भइहाल्छ, यहाँ कति दिनु 5 मात्रै दिनु भयो। अनि 2a इज इक्वल टु कति दिनु यो माइनस हुन जान्छ, 5 - 1 भने 4 हो। त्यसैले अब यसलाई के लेख्न मिल्यो त और अब यसलाई इक्वेसन बनाएर गरे पनि हुन्छ, मैले इक्वेसन बनाउँदिन। अब यो गर्दाखेरि 2 * 4, त्यसले एको भ्यालु कति आयो 2। यसरी कति रहेछ 2। अब यो भइसकेपछि यसलाई यदि अरु भ्यालु नै किन नराख्दा भन्ने कसैलाई लाग्न सक्छ हैन। त्यो राख्दा पनि हुन्छ। जस्तै इफ x इज इक्वल टु 1 अब 1 नभएपछि कैसे हुन्छ हैन। a plus 2a plus 2 plus 1 प्रुफ चाहियो हामीलाई। प्रुफ भन्ने कसैलाई लाग्छ भने प्रुफ देखाइदिनु। अब नाच्ने होला भिडियो लङ हुन्छ हैन। अनि इज इक्वल टु कति छ भनेपछि यहाँनिर 4 भने कति होला x मा 1 राखेर 4 + 5 इज इक्वल टु 9। अब यहाँनिर हेर्दाखेरि कति हुन्छ यो 2 + 1 3 त माइनस हुन जान्छ। यहाँ 1a + 2a भनेको 3a 6 हुन्छ यतातिर अनि यहाँ 3a हुन्छ। 3 * 6 a को भ्यालु कति आउँछ 2। हामीले भन्नुको मतलब x को भ्यालु जे पनि लिन सक्छौं। अब त्यो पनि रियल नम्बर है, भन्नु मतलब के पोजिटिभ चाहिँ लिन्छौं हामीले, त्यो हो पोजिटिभ इन्टिजर लिन्छौं। त्यसैले यसरी x को भ्यालु कति नै आउँछ 2 नै आउँछ। अब x को भ्यालु 2 जे राखे कति आउने भ्यालु भनेपछि 2 नै आउँछ है त यो भ्यालु। त्यसले यतिकैमा आन्सर हुन्छ। अब यो भइसकेपछि फेरि b मा भनेको छ। b को क्वेशन चाहिँ सम्झिनु पर्यो कि यस्तो आयो भने एउटैमा चाहिँ तपाईलाई दुईवटा भेरिएबल सोध्यो भने चाहिँ भेरिएबल दुईवटा भेरिएबल छ त्यसमा चाहिँ एउटाको भ्यालु फाइन्ड आउट गर्न भनेपछि फर्स्टमा 0 राख्नु एउटा भ्यालु आउँछ, अथवा पछि अरु राखे पनि भयो है। फर्स्टमा चाहिँ 0 राख्नु पर्छ, एकदम इजीको लागि कन्भिनियन्ट हुन्छ नि त हैन, सजिलै काट्न मिल्छ के त्यसलाई। अब 21 को b मा छ इफ x इज इक्वल टु गिवन हामीलाई दिए को के छ दिए को हिसाब छ। यहाँ त सिम्प्लिफाई गर्नुपर्ने हिसाब दिएको छ। त्यो भनेको कति छ यहाँ चाहिँ 3 to the power 1/3 plus 3 to the power -1/3। प्रुफ दैट प्रुफ गर्नुपर्ने के छ टु प्रुभ
प्रमाणित गर्नुपर्ने 3x to the power 3 minus 9x is equal to 10 यस्तो प्रकारको क्वेसन दिएको छ। अब यो भइसकेपछि चाहिँ यसलाई कसरी गर्न सकिन्छ भनेपछि यसमा x को पावर कति आछ 3 आछ, x को पावर कति छ 1 छ भनेपछि यसलाई क्युब गर्नुपर्छ। यतातिर क्युब भएपछि यता पनि क्युब गर्न पर्यो हो। त्यसैले हामी के गर्छौं भनेपछि यसलाई क्वेसन फर्स्ट मानौं, यसलाई चाहिँ अनि त्यो मानिसकेपछि क्यूबिङ on both side दुवैतिर घन गर्दा नेपालीमा x to the power 3 equal to 3 to the power 1 by 3 plus 3 to the power minus 1 by 3 अब power 3 के भयो x cube is equal to 3 to the power 1 by 3 मतलब यसलाई अब सम्झिनु पर्यो एउटा फर्मुला हामी मुलाहरुको लागि भनेर हामी भन्दैनौं हैन। अब मुलाको लागि के हुन्छ भनेपछि एउटा मुला के भने फर्मुला हैन a plus b को होल क्यूब यो पनि एउटा मुला हो। त्यो मुलाले के हुन्छ त भनेपछि हेर a क्यूब plus b क्यूब plus 3ab a plus b हुन्छ नि त हैन। कोही अब कसलाई थाहा छैन भने यसको अरु फर्मुला पनि हुन्छ a क्यूब plus 3a स्क्वायर b plus 3ab स्क्वायर अनि फेरि के हुन्छ त भनेपछि प्लस b क्यूब हुन्छ हैन। यस्तो चाहिँ हुन्छ यही मुला हामीले युज यहाँ गर्छौं है त। अब यो गर्दाखेरि कति हुन्छ सेम वेमा हामीले कुन फर्मुला युज गर्छौं अहिले चाहिँ यो है त, किनकि माथि प्लसमा रिलेसन दिएको छ नि त हैन। त्यसले प्लसकै हामीले फर्मुला युज गर्छौं के युज गरे किन माइनस आएन भन्ने कसैले लाग्न सक्छ त्यो दिमागमा किन गरेनम किनकि यहाँ प्लसको रिलेसन दिएको छ नि त। अब यो हुँदाखेरि 3 to the power 1 by 3 3 plus 3 to the power minus 1 by 3 to the power 3 plus 3 times a times your dot product र स्केलर प्रोडक्ट भन्ने हुन्छ पछि चाहिँ मैले चाहिँ ल डटै बनाइदिन्छु हैन। डट प्रोडक्ट 3 1 by 3 a बनायो छ अनि b बनाएको कति छ डट 3 to the power minus 1 by 3 यही त छ नि त हैन। अब भनेपछि x क्यूब इज इक्वल टु यो 3 क्यान्सल आउट कसरी भयो कैसे हुआ a to the power 1 by 3 to the power कति 3 भयो भने के हुन्छ त भनेपछि हामीलाई थाहा छ यदि a to the power के भयो भने m भयो भने फेरि a to the power m to the power n भयो भने के हुन्छ a to the power mn हुन्छ हैन। हो यही हुन्छ भने पनि यहाँ पनि त्यही हो a to the power 1 by 3 हुन्छ टाइम्स 3 हुन्छ 3 ले क्यान्सल आउट गर्छ 3 भन्दा 3 हुन्छ। अब 1 डिवाइड बाइ 1 भनेको त्यो 1 नै हो। त्यसले यहाँ पनि कति हुन्छ 3 प्लस 3 to the power minus 1 अब 1 किन नलेख्या भने लेखिदिनु त यही फरक पर्दैन हैन। लेखिदिदिमा हामीलाई केही फरक पर्दैन अनि a plus b कता लेखे त भन्ने होला त्यसैले हैन a plus b लेखिन भने लेख्दियौ। अब यहाँ नेर के छ 1 by 3 a plus b हुन्छ है अनि फेरि प्लस 3 to the power minus 1 by 3 अनि यो हुँदाखेरि चाहिँ यो कति हुने हो त हैन त यसलाई चाहिँ हेर्दाखेरि यसरी हेर्नु त्यो रिजल्ट चाहिँ त्यस्तो प्रकारको रिजल्ट लेखे पनि हुन्छ एक्जाममा सजिलो हुन्छ हैन। अब यहाँ हेर्दा 3 to the power कति हुन्छ 1 by 3 छ हैन। अब यहाँ हेर माइनस छ प्लस माइनस त माइनसै हुन्छ नि हैन त्यसले माइनस 1 by 3 3 to the power 0 3 to the power 0 ने कति हो 1 हो त्यसले हामीले यहाँ 1 लेख्न मिल्यो यसको ठाउँमा हैन। त्यसले 3 1 जा 3 हुन्छ अनि फेरि यो कति हुन्छ त भनेपछि यहाँ माथि अनुसार हेर्नु त यसको भ्यालु कति छ x छ नि त हैन। हो हामीलाई यसको ठाउँमा कति लेख्न मिल्यो x लेख्न मिल्यो कहाँबाट भने फ्रम इक्वेसन यस्तो लेखे पनि भयो कसैलाई लाग्छ भने चाहिँ फ्रम इक्वेसन 1 र i यो भइसकेपछि फेरि और अथवा इज इक्वल टु 3 to the power 1 भने 3 हो प्लस यो भने कति 1 by 3 अनि फेरि प्लस 3x क्लियर। अनि यो भइसकेपछि फेरि अब के हुने हो त भनेपछि हामीलाई थाहा छ यसमा के छैन 1 छैन सबैलाई मल्टिप्लाई गर्छ अथवा एलसीएम कति आउँछ यहाँ 3 आउँछ। अब यहाँ के छैन 1 छ त्यसले के छैन भने 1 हुँदै फेरि 0 हुन फेरि किनभने 0 लाई फेरि डिभाइड गरेर 0 हुन्छ नि त हैन। अब त्यसैले त्यो हुँदैन अब त्यो चाहिँ हुँदैन। अब 0 समथिङ डिभाइड गर्यो भने के हुन्छ इन्फिनिटी हुन्छ कि हामीलाई डिफाइन नै हुँदैन फेरि यहाँ 0 भएपछि त्यही भएर त्यो लेख्दैन अनडिफाइन हुन्छ। अनि 3 ले त मल्टिप्लाई गर्छ 3 is 9 प्लस यहाँ कति हो अब 3 पहिले छ 3 ले के गर्न पर्दैन प्लस 3 is 9 x अनि यहाँ x क्यूब चाहिँ छनै छ। अब फेरि यो 3 यता मल्टिप्लाई हुन जान्छ
3x³ इज इक्वल टू 9 प्लस 3 कति हुन्छ 12 प्लस 9x और कति हुने अब त भनेपछि यो स्क्वायर क्यूब छ भनेपछि x³ माइनस 9x अब हामीलाई क्वेशनले के भनेको छ 10 भनेर प्रुभ गर भनेको छ नि त हैन 10 ओप्स यहाँ त 3 हुँदैन यहाँ त 1 पो हुन्छ 3 1 कति हुन्छ 10 हुन्छ है 10 10 भनेर द्याट्स माई ब्याड त्यो पनि मिस्टेक छ अनि फेरि इज इक्वल टु कति हुन्छ 10 यसरी चाहिँ प्रुभ हुने भयो हेन्स प्रुभड अतः प्रमाणित भयो यो तरिकाले चाहिँ गर्नुपर्छ मेन भने त्यही फर्मुला हो हैन यो माथिको फर्मुला अब यो भइसकेपछि फेरि हामीले हेर्नुपर्ने 22 को छ अघि मैले भनेको थिएँ एबी सँगै दिया यस्तो प्रकारको क्वेशन पनि दिया छ हेरौँ यसलाई पनि 22 को कति छ ए 22 को ए मा चाहिँ कस्तो प्रकारको छ क्वेशन भनेपछि a डिवाइड बाइ 2x माइनस 3 अनि फेरि प्लस b डिवाइड बाइ 3x प्लस 4 इज इक्वल टु x प्लस 7 डिवाइड बाइ 6x स्क्वायर माइनस x माइनस 12 अनि a र b को भ्यालु दिएको छ a को भ्यालु र b को भ्यालु कति हुन्छ भनेर सोधेको छ हामीलाई अब यसमा पनि लास्टमा यो डिनोमिनेटर चाहिँ के आउँछ सेम आउँछ यो सम्झिनु यसमा ट्रिक चाहिँ त्यही हो ट्रिक टुक्का ट्रिक भनेको त्यही हो हैन एकदम इजी हुन्छ यो त्यसैले हामीले सिधा लेखिदिन्छौँ है म चाहिँ अब यहाँ चाहिँ a डिवाइड बाइ 2x सिधै एलसीएम ल्याइदिउँ पहिला एलसीएम पछि ल्याउँ अहिले चाहिँ डिवाइड बाइ b डिवाइड बाइ 3x प्लस 4 इज इक्वल टु यसलाई सिधा गर्दाखेरि कति हुन्छ x प्लस 7 डिवाइडमा आउने a आउँछ के आउँछ मल्टिप्लाई गरेर ल्याउनु पर्ने छ 12 सिम्दा कति हुन्छ 72 हुन्छ नि त 72 से मल्टिप्लाई गरेर 72 तर फेरि सबट्र्याक्सन गरेर माइनस गर्नु पर्ने छ त्यो भने कति होला 72 72 भनेको हैन 72 भनेपछि 12 छक्का 72 हुन्छ 12 छक्का 72 भनेपछि अब कति हुन्छ 9 आटा 72 हैन 9 आटा 72 माइनस ल्याउनु पर्ने छ भने के गर्न पर्छ भनेपछि यहाँनिर माइनस ल्याउन पर्ने छ भने चाहिँ अब माइनस हुन पर्यो त्यसै प्लस हुन पर्यो बल्ल माइनस हुन्छ हैन यसरी चाहिँ गर्न पर्छ अनि त्यो गरी 2 कमन आउँछ र यही चाहिँ आउने हो के अनि यो भइसकेपछि फेरि हामीले यहाँनिर गर्दाखेरि कति आउँछ 2x माइनस 3 अनि फेरि 3x प्लस 4 अब यस्तो हो ल अब यो भइसकेपछि फेरि यहाँ यसमा एलसीएम अब कसैलाई यस्तो फ्याक्टराइजेसन गर्ने आउँदैन भने चाहिँ पहिला चाहिँ सिक्नुपर्छ है अब मेरो लागि भए पनि आफ्नो लागि भए पनि यस्तो चाहिँ सिक्न पर्यो किनकि यो बेसिक थाहा पाइन भने कहाँबाट गरे भन्ने अब खतरै तरिकाले गरे भन्ने लाग्न सक्छ कसैलाई हैन अब त्यो चाहिँ हुन्छ पहिले बेसिक चाहिँ हामीले थाहा पाइसकेको हुनुपर्छ है त अब यसमा यो छ तर यो छैन यता मल्टिप्लाई हुन जानेको a टाइम्स 3x गरेपछि कति हुन्छ 3ax क्रस मल्टिप्लाई चाहिँ हो कि हैन a टाइम्स प्लस 4x भने कति हुन्छ 4a अनि फेरि प्लस अब यसमा को छैन यतातिर छ भने चाहिँ माइनस b प्लस b टाइम्स 2x भने कति हो 2bx अनि फेरि b टाइम्स 3 भने माइनस 3b इज इक्वल टु x प्लस 7 डिवाइड बाइ 2x माइनस 3 3x प्लस 4 जहिले पनि सम्झिनु यस्तो क्वेशनमा यो इक्वल टु छ भने यो इक्वल टु यो आउँछ अनि बल्ल क्यान्सल आउट गर्न मिल्छ के हैन म्याक्सिमम केस है मैले अहिलेसम्म देखाएको चाहिँ त्यही नै हुन्छ अब यो भइसकेपछि यो क्यान्सल आउट अगाडिको जस्तै यहाँ कति आउँछ 3ax प्लस 4a प्लस 2bx माइनस 3b अब यसमा कतै त मिस्टेक नहोला हैन मल्टिप्लाई गर्दाखेरि अनि फेरि x प्लस 7 यो चाहिँ हो अब यसमा यसलाई इक्वेसन फर्स्ट मानौँ अब यसमा पनि त्यही हो के गर्न पर्छ एकपटक हामीले के गर्छौं त भनेपछि एक पटकमा हामीले केलाई 0 मान्छौं भनेपछि a को भ्यालु फाइन्ड आउट गर्नु छ भने x लाई 0 बनाउँछु 1 अथवा 0 नै लिएको अहिले एउटा इक्वेसन हुन्छ नि देन इक्वेसन I
becomes के हुन्छ भन्दाखेरि x इज इक्वल टु 0 यो 0 हुन्छ यो टर्म 0 हुन्छ भनेपछि के हुने भयो 4a माइनस 3b इज इक्वल टु त्यो 0 भनेपछि 7 हुने भयो हैन यसलाई इक्वेसन थर्ड सल्भ गर्छ अनि फेरि इफ x इज इक्वल टु 1 यदि x को भ्यालु कति 1 भयो भने देन इक्वेसन I becomes के हुन्छ त यदि x को भ्यालु 1 भयो भने यो कति दिनु भयो 3a अनि फेरि प्लस 4a प्लस 2b माइनस 3b इज इक्वल टु 1 भनेपछि कति हुने हो 8 हुने हो नि त हैन 8 अनि यो भइसकेपछि चाहिँ यसमा के गर्न मिल्छ अब 7a प्लस कति प्लस प्लस नो प्लस माइनस हुन्छ माइनस b इज इक्वल टु 8 लाइन इक्वेसन थर्ड बन्यो अब यिन दुईवटा इक्वेसनलाई सल्भ गर्ने अब योबाट के पनि गराउन मिल्छ भनेपछि a को भ्यालु पहिले गर्ने अनि यसमा राखे पनि हुन्छ है त यसमा के गराउने भन्छ योबाट मानौं योबाट हामीले a को भ्यालु पहिला फाइन्ड आउट गर्छ b को भ्यालु फाइन्ड आउट गर्नुपर्छ त्यसैले योबाट के हुन्छ 4a माइनस 7 डिभाइड बाइ कति हुन्छ त भनेपछि अब यसमा यो गर्दाखेरि चाहिँ 4a माइनस 7 इज इक्वल टु कति प्लस त त्यति लाग्न पर्यो अब b को भ्यालु कति आयो यहाँ भनेपछि 3 4a माइनस 7 के है त यसलाई इक्वेसन फर्स्ट सपोज गरौँ यस डबल आई हैन इक्वेसन डबल आई मा किनकि यहाँ यसमा राख्न सजिलो हुन्छ नि हैन त्यही हो अब भन्नुको मतलब b को भ्यालु हामीले कुन इक्वेसनमा राख्छौं अब थर्ड इक्वेसनमा पुटिङ substituting the value of अथवा योबाट बनाउँछु भने पनि मिल्छ है अब सजिलो कसैलाई यस्तो नगराएर र मानौ मैले यो नगराएर के गराउने भनेपछि यो गराउँछु मात्रै भन्ने जस्तो लाग्छ भने यस्तो पनि मिल्छ जस्तै हेरेर यो छन त यसले के गर्ने यहाँबाट b को भ्यालु फाइन्ड आउट गर्ने 7a अनि फेरि -8 इज इक्वल टु b यसलाई इक्वेसन थर्ड मानौं हैन पुटिङ अथवा सब्स्टिट्युटिङ द भ्यालु अफ b इन इक्वेसन सेकेन्ड अथवा डबल गराउँदाखेरि 4a minus 3 b को ठाउँमा गयो अरे 7a minus 8 अनि फेरि इज इक्वल टु कति छ अब 3b भयो माइनस इज इक्वल टु 7 छ हो अब फेरि 21a अनि फेरि 3 फेरि नै आएछ 3 8 24 अनि फेरि यो माइनस नाउ छ इज इक्वल टु 0 अनि यो गर्दाखेरि कति हुन्छ त भनेपछि यहाँनिर अब हुन्छ यो 17 त्यही पनि माइनसमा अनि यो फेरि प्लसमा हुन्छ हैन कति हुन्छ 17 इज इक्वल टु 0 यो माइनस त प्लसमा जान्छ 17a अनि यतातिर माइनस 17 नभएर प्लस 17 हैन यो प्लस 17 छ 17 भन्दा 17 a को भ्यालु कति आयो 1 हैन a को भ्यालु चाहिँ कति आयो 1 आयो त्यसैले a इज इक्वल टु 1 फेरि अब फेरि हामीले a को भ्यालु जुन कसमा राख्छौं इक्वेसन ट्रिपल आई मा नाउ फ्रम इक्वेसन ट्रिपल आई अब समीकरण ट्रिपल आई बाट के हुन्छ भनेपछि b इज इक्वल टु 7a minus 8 कति हुने भयो 7 1 जा 7 minus 8 हुने कति हुन्छ -1 त्यसैले a को भ्यालु कति आयो भनेपछि 1 र b को भ्यालु कति आयो -1 so a is equal to 1 and b is equal to -1 आन्सर हुन्छ हैन सबभर पहिले 0 किन राख्छौं भन्ने कसैलाई कन्फ्युज लाग्छ भने चाहिँ x को भ्यालु 0 राख्छौं भन्नुको लागि दुईवटा यस्ता भेरिएबलको दुईवटै इक्वेसन बन्छ नि त हैन त्यही भएर हो है अब त्यहाँ पहिला 1 राख्ने पछि 2 राख्छु भने पनि मिल्छ हामीले x को भ्यालु 1 राख्न त्यो गर्दा चाहिँ फेरि कति हुन्छ भने दुईवटै इक्वेसन बनियो त्यसमा पनि के गर्न मिल्छ x को भ्यालु जे पनि मिल्छ कि व्हाटएभर यु वान्ट यु क्यान चुज द भ्यालु अफ x अब x को भ्यालु जो पनि लिन चाहनुहुन्छ तपाई जस्तो इच्छा छ त्यही 1 2 ग्रेजुअली त्यो कन्जुगेटिभ नम्बर चाहिँ लिन पर्यो है फेरि त्यो चाहिँ अलि इजी बनाउँछ कि
अब यो भइसकेपछि फेरि हामीले यो गऱ्यौँ ए नम्बरको। अब छ बी नम्बरको। बी नम्बरको क्वेसनमा प्रुभ गर्नेवाला छ। अब यसमा चाहिँ त्यस्तो अप्ठ्यारो छैन, सेम अगाडिकै कन्सेप्ट छ हैन, केही छैन यसमा पनि। अब यदि मलाई लाग्छ यदि अगाडिको बुझ्योपछि यो चाहिँ मजाले गर्न सक्नुहुन्छ है त। अब आजको भिडियोको चाहिँ यतिले गरौँ, किनकि यसमा सेम छ 2x इज इक्वल टु कति छ 2 टु द पावर 1/3 प्लस 2 टु द पावर 1/-1/3 छ हैन। सेम अगाडिको जस्तै क्युब गर्ने, त्यो गर्दाखेरि फर्मुला लगाउने। कहिलेकाहीँ यहाँ माइनस दिन पनि सक्छ है फेरि, त्यो चाहिँ फर्मुला याद गर्न पर्यो। अब कुन प्रोभिन्समा चाहिँ दिएको छ हैन। अब यो a माइनस b को होल क्युबको फर्मुला दिएको छ। यदि यहाँ आयो भने चाहिँ यहाँ यो a यो b सपोज गर्दाखेरि a प्लस b भन्ने खालको आयो नि त, भन्नु मतलब a प्लस b को होल क्युबलाई चाहिँ हामीले सम्झिन पर्छ के। अब यो यस्तो भएपछि फेरि फरक हुन्थ्यो नि त फर्मुला हैन, a क्युब माइनस b क्युब माइनस 3b अनि फेरि a माइनस b, यस्तो फर्मुला हुन्छ। यिनी फर्मुला चाहिँ याद गरेपछि यो मजाले खतम तरिकाले सकिन्छ है त।